हेलो एन्ड नमस्ते गाइज वेलकम ब्याक टु माई च्यानल माइली भ्लग है। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै नै छु। अब त्यस्तो डेली भ्लगर त होइन, म कहिल्यै काहीँ आउँछु, त्यही भएर हो। सो आजको बेसिक चाहिँ के हो भने अब फर्स्ट अफ अल त सबैजनालाई ह्याप्पी तिहार होइन। तिहार आइसक्यो, आज 1 गते भइसक्यो। सो अब लाग्यो नि त तिहार सुरु भयो, त्यही भएर अब रुमहरू सफा गरौँ भनेर चाहिँ म चाहिँ आएँ होइन। त्यो प्लस यसो डेकोरेसन गरौँ, जुन मैले क्राफ्टहरू बनाउँथेँ पहिला पहिला सानो बेला होइन। सानो बेला भन्दा नि बनाएर राखेको थिएँ, त्यहीहरू सबै अहिले चाहिँ सबै झिकेर राखिसकेको, नत्र पहिला पुरै कोठा भरिसकेको थियो, भर्ने गरेर राखेको थियो। सो म आज चाहिँ यो देखाउँछु तपाईँहरूलाई मैले के बनाएको थिएँ भनेर होइन। सबै एकदम रोडेको रुम छ नि त, त्यही भएर लास्टै फोहोर हुन्थ्यो क्या। फोहोर भन्दा नि धुलो आउँथ्यो, त्यही भएर हो। यो चाहिँ पहिलो कुरा चाहिँ यो है, यो हाम्रो दिदी चाहिँ कराते प्लेयर हो होइन। यो डान्टु भर्खर डान्स थपेको बेलाको यो चाहिँ सर्टिफिकेट हो है यो। सो यो अनि कार्डबोर्ड चाहिँ आफैले बनायो क्या, यो चाहिँ आफैले बनाएर अनि सजाउने गरेको थियो। अनि यो चुटेर बसेछ, अनि फेरि मैले रिपेयर गरेँ। यो बाहिरको कभर चाहिँ फुत्केको थियो क्या। यो पनि करातेकै फर्स्ट भएको बेला है यो, तर अहिले चाहिँ छोडिसक्यो क्या। अनि यो चाहिँ मेडलहरू है, यहाँ दिदीको छुट्टै छ, त्यसलाई फेरि रिपेयर गरेर फेरि त्यो पनि प्लस गर्छु होइन। यो चाहिँ बहिनीको र मेरो मात्र हो यति चाहिँ। अनि अब मेडल राख्नुलाई अब सरी के राखौँ भयो है, केमा राखौँ भयो क्या। त्यस्तो केही पनि थिएन, के गर्नु भयो। अनि त्यो फाल्ने चुराहरू हुन्छ नि, तिनीहरूलाई जोडेर यस्तो बनाएर मैले चाहिँ मेडल राख्ने बनाइदिएँ है। म यहाँ यो टेबल अगाडि यसरी राख्छु यसलाई, यो राखेपछि फेरि म देखाउँछु। के हुन्छ भने ऊ बेला त जोस जागर नै हुन्थ्यो, अहिले नि बुढी भइसकेको त छैन, त्यही पनि अब तर यो कलर हालेको बुढी जस्तो देखेर मलाई। होइन म त्यो बेला के हुन्थ्यो है, जस्तो बनायो नि खुसी लाग्ने क्या। जे पायो त्यसले बनाइदिउँ न, त्यो बनाएर हेरौँ भन्ने हो नि, यस्तो यस्तो बनाइन्थ्यो है। त्यो भन्दा नि यो यसले बनाएको भनेर म देखाउँछु ल। यो चाहिँ मेरो दिदीले बनाएको है। यो जुन क्राफ्टहरू हुन्छ नि, यिनीहरू आउने बेला मसँग मोबाइल मैले 10 बजी लिएको, त्यही नै अब जब गर्न स्टार्ट गरेको थिएँ मैले, त्यसमा चाहिँ अब एकदम चाहिने नै भएर लिएको है। धुलो पर्छ भनेर राखेको कार्टुनमा, झन् धुलो परेछ। अनि मलाई चाहिँ 10 पर्दा लिएको। अब क्राफ्ट भन्ने के हो हुन्छ नि, यस्तो बनाउनुलाई क्राफ्ट भन्दो रहेछ, यस्तो पनि थाहा थिएन क्या मलाई। सो अब यस्तो अब आफू चाहिँ जो नहेरी नै बनाउँथेँ, देखेपछि यसरी भिडियो पनि बनाउँदो रहेछ, अपलोड पनि गर्दो रहेछ भनेर पछि थाहा भएको क्या। मोबाइल आएपछि हेर्न थालेपछि यो मैले केमा भने ह्याप्पी मदर्स डेको है। म चाहिँ के थियो भने स्कुल टाइममा जहिले पनि हो क्या, स्कुल टाइममा जहिले पनि मदर्स डे अनि अब हुन्छ नि के भन्छ आमा औँसी, आमा खाने औँसी, बाउ खाने औँसी, अनि यो दसैँ तिहारमा चाहिँ एभ्री टाइम बनाउँथेँ क्या। 2078 को यो ठ्याक्कै डेट पनि लेखिरहेकै हुन्थ्यो होइन। यिनीहरू सबै सजाउने, त्यता सजाउनु। अनि यो कपडा अलि कालै टाइपको छ नि त, सुतीको कपडा। सो अनि यो पिक्चर चाहिँ दाइले बनाउनु भयो, मेरो सानो दाइले है। अनि यसमा यो एड गरेँ मैले। अब कति एकदम रहर लाग्थ्यो क्या मलाई यस्तो कुरामा। अनि यो भएर अनि यसलाई अझ के भन्छ त्यसलाई,
लाइट बनाएर हुन्छ नि अझ गाढा गरेर अनि व्हाइट पेन्ट लाएर अनि कार्डबोर्डमा टाँसेँ है। सजाउँदा चाहिँ जिरोस् राम्रो देख्छ नि त यस्तो कुराहरू भनेर के। अनि हो ओइ यो अघि 78 को 79 को मदर्स डे के हो है। ला के खस्यो हो यहाँको सबै मोती खसेछ है। यस्तो यस्तो मसँग धेरै हुन्थ्यो क्या यस्तो पहिला पहिला। अनि यस्तो भेटेँ कि यस्तो फुल बनायो यो बनायो यो बुके यो पनि मैले आफैले बनाएको है। जेस के हुन्थ्यो भने दिदी नै हुन्थ्यो त्यति बेला त। दिदी भएपछि चाहिँ अब उसको मेरो जोसै हुन्थ्यो क्या। दुईजना मिलेपछि ल आज यस्तो बनाऊँ न त है यस्तो बनाऊँ न त भन्यो। अनि ल अरूले त भिडियो बनाएको हामी नै एकचोटि भिडियो बनाऊँ न कस्तो आउँछ हामीलाई झन् आइ नै हाल्छ भन्ने हुन्थ्यो। अनि दुईजना मिलेर भिडियो बनाउने भन्दै अनि के हुन्थ्यो भने ऊ र म भएपछि चाहिँ जे होस् भिडियो बनाएर अपलोड चाहिँ गर्दैन थियौँ हामी। भिडियो बनाउँथ्यौँ अनि यस्तो क्राफ्टहरू बनाउँथ्यौँ होइन। दुईजना चाहिँ मिल्थ्यौँ क्या। यो गरौँ न भन्दाखेरि कसैले नि नाइ भन्दैन थियौँ। अब कान्छी बहिनीसँग त्यस्तो यदि घुलमिल हुँदैन। दिदी गएपछि चाहिँ जे होस् यस्तो कुरामा चाहिँ लास्ट मिस हुन्छ क्या एक्लो फिल हुन्छ। दिदीसँग यस्तो क्राफ्टको कुराहरूसँग मिल्थ्यो। बहिनीसँग अब डान्सको कुराहरू मिल्थ्यो। अनि अब दिदी अब डान्स गर्दैन नि त त्यही भएर उसँग चाहिँ खासै त्यस्तो चाहिँ मान्दिनँ थिएँ। अनि बहिनी नै अब उसलाई डान्स आउँछ त्यही पनि अब गरौँ न भन्दाखेरि मान्दैन क्या डान्स गर्नलाई। अनि एक्लै हुन्छु अब कस्तो कस्तो लाग्छ क्या। अनि गर्दिनँ। एक त अहिले झन् अब म मोटाएको छु त्यही भएर नि ला सुहाउँदैन कि राम्रो देख्दैन कि जस्तो लाग्छ। त्यही भएर डान्स चाहिँ गर्नु झ्याउ लाग्छ क्या। फास्ट फोर भएछ यार। यो के गरेछ यो बहिनीको बर्थडेको है। डेट चाहिँ लेखाएर यहाँ डेट चाहिँ लेखा छैन है। के हो के हो के आफै के रहर लाग्थ्यो त्यतिखेर है। के जाँगर जोस लाग्थ्यो यत्तिकै बनाइन्थ्यो राम्रो भएन। अनि मस्ट मलाई एकदम बनाउन मन लाग्यो है। अरूको हेरिन्थ्यो अनि मलाई यस्तो यस्तो बनाउन चाहिँ एकदम राम्रो लाग्थ्यो क्या। अनि के हुन्थ्यो कसैलाई क्राफ्ट बनाएर हुन्छ नि यस्तोको गिफ्ट बनाएर दियो भने ला त्यसले नराम मान्ने हो कि मन नपर्ने हो कि जस्तो फिल हुन्थ्यो क्या। त्यही भएर हतपत म कसैलाई बनाउँथेँ दिन्न थिएँ यस्तो गिफ्ट बनाएर चाहिँ। अनि यो है के भने मलाई थाहा छैन तर बनाउनु चाहिँ मैले बनाऊ। अनि म यस्तो फुलहरू मलाई एकदम मनपर्छ क्या। फुलहरू बनाएर अनि त्यसपछि अनि हुन्छ नि बनाएर भन्दा नि फुलहरू मतलब टिप्न त हुन्न ठिक छ तर म टिपेर जस बुकमा यसो चेपेर हुन्छ नि त्यसलाई सुकाएपछि चाहिँ अनि केही न केही बनाउन चाहिँ मलाई एकदम दामी लाग्छ क्या। मनपर्छ बेसरी पहिल्यैदेखि है सानै बेलादेखि त्यो चाहिँ। अनि यस्तो बनाएँ क्या यो सबै सुकेको फुलहरू है। के लेखेको छ यसमा ओके यो चाहिँ मैले आफ्नै लागि बनाएको है। ह्याप्पी बर्थडे टु लभमा मिस यो चाहिँ मैले आफ्नै लागि बनाएको। एकदम रहर लाग्थ्यो क्या यस्तो बनाउनलाई। मैले सक्छु कि सक्दिनँ जस्तो फिल हुन्थ्यो तर बनाएँ भन्न लाग्छ भनेर। यो चाहिँ सब कुछ यो चाहिँ पार्टी छिटेको लागि यो पेन्टिङ मलाई पेन्टिङहरू पनि मनपर्छ छिटो बनाउनलाई। त्यही भएर यो चाहिँ सबै आफै बनाएर राखेको थिएँ। त्यसपछि अनि देखि राम्रो लाग्यो त्यसपछि बनाएँ मैले होइन बनाएर त्यति जस राखेको थिएँ। अनि फादर्स डे आउँदैछ तर पिक्चर हेर्दा राखेको थिएँ नि त बुवा म दिदा चाहिँ मैले अब जस मैले बनाएको थिएँ भन्नु दिदी जान सक्छु जस फादर्स डे स्पेसल भनेर बनाएको यो चाहिँ स्पेसल फादर्स डेको लागि बनाएको। यो 29 बनाएको थिएँ 79 बनाएको थिएँ 2000 फुलहरू चाहिँ लास्ट पुग्छ क्या। अनि मलाई के हुन्छ भने यस्तो अब आफ्नो सानै बेलादेखि जस्तै जे पनि बनाएर खुसी लाग्थ्यो। त्यस बेलामा एक फिल हुँदैन यो बनाएपछि एकदम रमाइलो लाग्थ्यो क्या। यो डान्स भयो हुन्छ नि छिटो रमाइलो लाग्थ्यो क्या। अनि जस्तै जे भयो जस्तै बिग्रियो कि त्यसलाई रिपेयर गर्न मन लाग्छ रिपेयर गर्न मन लाग्छ कि खानु मन लाग्दैन क्या। त्यही भएर राखेको हुन्छ मैले साइडै बनाएको एउटा चिज पनि खाने छैन पहिलेदेखि बनाएको यो 77 को रहेछ है 2020। अनि यो भयो यो चाहिँ कभर जति चाहिँ सबै हामीले बनाएको दिदीले मैले। अनि त्यसपछि अनि यो चाहिँ दिदीले बनाएको पेन्टिङ भयो है। अनि यो कभर चाहिँ मैले बनाएको हो
भिडियो बनाऊ फर्मल बनाएँ यहाँ चाहिँ फुलहरू काट्दै सब झरेछ मलाई अझै याद छ क्या मैले भने फर्स्ट टाइम मैले बनाएको थिएँ तिनीहरूले बनाएँ सोच्दा बनाएको यहाँ अनि यहाँ जग्गाको अर्को बक्समा यहाँ जग्गाको अर्को बक्समा तिनवटा बनाएको थिएँ एन्ड मलाई एकदम डर लाग्यो मान्छेको घरमा चाहिँ त्यो फ्रेम हुन्छ चाहिँ पिसको हुन्छ नि त्यसमा अनि जिम्मेदार हातेर चाहिँ 5 मिनेट त्यसको बनाउँछु हो त्यो बनाएको थिएँ म चाहिँ बनाएको थिएँ फर्स्ट बनाएको थिएँ साथीले कहिले लामो बनाएको थिएँ एकदम क्लोज गयो मैले यसबाट कि अर्को साथी यसबाट चाहिँ मैले चाहिँ चल्ने गर्छ भनेर जस्ट देखेको छ मैले चाहिँ गर्छ लाग्यो भनेको एन्ड उसको घरको लागि उसको फ्यामिली मतलब जस मम्मीले चाहिँ लाग्छ उसको मम्मीले उसको बाबाले हुन्छ नि अनि मलाई चाहिँ भनेको थियो अनि खुसी लाग्यो यो मैले बनाएको खबर है अहिले खबर अनि यो फुल बनाएको खबर Ini dia. Aku bisa juga sudah kalau biasa itu. Di badan itu, tapi kalau mereka kasih aku sudah pernah. Jadi gimana? Itu kalau itu sama semua itu sadar akan sama. Mesti aku lagi bayar kalau kan tapi kan itu kan bisa sudah kasih kan. Yo tak bilang kalau itu kan ini mana tuh sem bilang tuh mereka sebenarnya soalnya ekipaj boleh ngomong. Kalau ekipaj orang soalnya nanti aku mau ikut sama boleh nanti. Di kan berarti mereka ada. Jadi kalau zaman itu dia sekian kali kita pas sudah sebenarnya. Kalau orang coba saya tanya itu, mulai ini apa itu. Ini dia kasih. Itu dia mulai. Lalu jangan bilang pokoknya nanti bilang aduh mesti kali itu mundur. Obat ciut itu kan ya. Itu masih hanya buat jadi sama jadi kalau kita di mana kau kan. Jadi di mana? Dan yo meli mami lagi pada pada. Kalau nanti kita kosong lihat modal terus sampai di mana dia. Ya kalau nanti kita mau jalan nanti itu semua dari sekolah misalnya. Jadi sorry. Kalau terus kita ini kalau dia akan sekali. And lo dia akan lagi kalau dia mana lagi dia itu. Amat ini dia apa sih ini mah. Kalau ada sana sana boleh kita itu. Itu lain lain standar yo lagi benar. Jadi kayak gini, boleh ini itu di pistol yang tuh, orang yang bisa betul, bisa itu yang mau bisa kosong boleh lain kita boleh kita nanti ini ya kan. Yo di mana weh, kalau kabar mana ayo, jadi masuk istilah saya sudah dalam lagi itu di mana itu betul betul. Jadi itu sebenarnya itu saat itu tanya dan nanti kita mau orang sedang mana itu ini benar itu nanti itu kiri itu, antar saya bisa cukup kasih aku, nanti kita lihat lagi, terus ini ada itu, nanti saya itu ini, oh itu bisa kita orang nanti lagi dalam sambil ada baru banyak, kita bakal ada lagi itu terus kita terus terus jadi soalnya sama jelas itu ini dia katanya, ini dia terus ini file masuk pada semua banyak banyak yo yo kan jadi ama mira de kan itu at sama kasih pasal sekolah istri sampai dulu sekolah and mau mencuri sekolah nanti sekarang ada bisa semua pasal sekolah nanti sekolah nanti gimana saking kuliah nanti kayak lindo akan makasih juga sudah sekolah sekolah koleksi nanti sudah mata yang bayi banyak sakit sekolah baru dari lalu nanti semua besok pos mandat nasional itu rakyat banyak kalau kan nanti so bayi dari ini sampai kan macam yang saya ini dia mau ya ayo itu dia itu last 8 baru kayak ngaruh sih last 8 baru kalau itu kalau itu orang kalau itu jalan sama dengan itu banyak mulai bersama dengan kalau di depan kau yang itu kalau dia berani itu dia bersama itu yang tidak sebenarnya ini kalau kau kalau nanti tanya kan itu sudah saja itu kayak dua sih itu dia dan dia orang dia dia kan mana kan kan kalau lewat mana sih sampai sampai itu jadi bisa ini itu ya itu dia ngaruh boleh sih kalau itu kita apa yang mana dia itu ini soal mana ya ada Cut. Taruh apa ini? Ini apa dulu? Ini sudah. Iya. Ini screen card ya. Screen card mana tadi? Saya gambar itu lagi mau cerita. Ani itu dia ya. Ini apa kan? Ya. Kayak mana kopi juga macam. Ya, lagi. Ini kayak tadi di mana? Ani sudah mati mungkin sih. Orang orang ini kan sama sih. Oh, jadi yang buat itu saya mah sekarang itu. Dia ada ini jadi dia juga ya polio. Itu polio sih orang di sana. Ambil pasal dia ya. Tapi malah mau kan dia. Tapi polio dia nanti berapa? Sama dia transfer aja itu. Tiga hari mati tak boleh kira jadi kita ada itu boleh. Sama dia, dia kan saya juga nak buat sama dia polio. Dia polio dia semua hanya tinggal tinggal. Nanti ya itu bandel kan. Dan tinggal mereka hanya dikasih itu cuma lagi. Nah, mana itu sama dia. Jadi lagi lagi di mana lagi? Di mana lagi? Jadi di mana aku yang punya? Pada saya di mana itu? Jadi di mana? Jadi apa lagi? Jadi di mana aku? Ini aku jadi video foto lagi. Ini di mana aja? Foto lagi. Mana bagian yang mana? Ini yang aku masih ada sih. Nah, ini last one. Jadi aku udah ya. Ini last one video. Ini aku video. Ini last one video. Ini mana? Oh, ini masih. Nanti di mana kita bisa lihat lagi. Nanti gimana? Nanti seperti ini, pas kita kan yang motivasi kita itu jelas lah, kita tidak tahu tapi kita tidak jadi kan kita tahu dan bawa aku kita kasih sana, mungkin bisa, so jadi hasilnya mana kita tahu itu di luar mana itu di boxiko, kamu sampai di luar dari पछि लगाएर सो गाइस मैले चाहिँ कोठाको यो जुन देखाएको थिएँ अघि त्यो चाहिँ मैले डेकोरेसन गरेँ तर यहाँ भएन क्या डेकोरेसन गरेँ म देखाउने चाहिँ देखाउँछु है पहिला सुरु यो है यो पहिला चाहिँ यसरी नै भरिभराउ थियो मेरो रुम त्यसपछि अब धुलो सुलो टास्या भएर अब झिकेर राखौँ न भनेर खाली बनाइदिएको थिएँ सो फर्स्टमा यो सरी यो अनि त्यसपछि यहाँ भयो यो अघिको भयो
विन्चेम यो अनि यहाँ तर यहाँ चाहिँ कस्तो दामी देख्यो भाइ है यो त दराज भइहाल्यो अनि त्यसपछि बाँकी भनेको यहाँ पढ्ने टेबलमा अब यसो मेडल सेटल राख्दिउँ भनेर होइन अलिक बाङ्गो देख्यो क्या हो यो कि मोबाइल बाङ्गो भएको भने ठिक छ यहाँ चाहिँ कलर लाउनु पर्ने क्या यहाँ कलर नलागेर कस्तो नराम्रो देखिन्छ यो ब्याकग्राउन्ड नै राम्रो देखिँदैन भयो नि ल यसरी डेकोरेसन गरेँ यति हो अब एउटा के बाँकी छ भने यो यसमा मैले पुरा गरेको छैन है यसलाई यो फुलसुल बनाएर दिदीले कम्प्लिट छोडेको थिएँ म यसलाई कम्प्लिट गर्छु पहिला यहाँ चाहिँ हाम्रो फुल फ्यामिलीको फोटो राखेको थिएँ क्या अनि फेरि राम्रो भएन फुत्क्यो त्यही भएर हो धुलो लाग्यो अब म यहाँनिर सजाउँछु यसलाई है कस्तो हुन्छ थाहा छैन यो फुल यहाँ राखेको सुहा कि सुहाएन उयोवाला चाहिँ क्या उयोवाला चाहिँ सुहा कि सुहाएन अलिक डाउट भयो अलिक खाली खाली जस्तो भयो तर पनि म यहाँनिर राख्छु अब यसलाई किला ठोकेर अनि त्यसरी देखाउँछु ल सो अब कम्प्लिट रुम चाहिँ यति नै हो है यहाँ चाहिँ अलिकति त अलि पहिला यहाँ बस्ने मान्छेले चाहिँ यहाँ किचन बनाएको भएर त्यहाँ त्यस्तो आएको अरे क्या हाम्रो यो कस्तो भरिभर देखेको यहाँ कति भयो भने त मैले खाली देखेको मतलब यहाँ यो राखेकै थिएन त्यही भएर कस्तो खाली भएको थियो यो दराजहरू सबै यतापट्टि थियो क्या मलाई चाहिँ पहिल्यैदेखि यहाँ चाहिँ यो धेरै खाली भएर अनि यहीँ सजाउनु मन थियो कति सामानहरू चाहिँ अनि त्यहाँ फोहोर भएर के गर्ने हुन्थ्यो क्या जे होस् दराज यति सारेपछि नत्र पहिल्यै यता थियो यता सजाएको थियो अनि यो पुरै सजाएको थियो सो अहिले चाहिँ यति भयो अब यति रुम सफा गर्न बाँकी छ होइन यति रुम सफा गरेपछि म होल लुक तपाईँहरूलाई देखाउँछु फेरि पनि अहिलेलाई सबै अब चाहिँ सबै सफा भयो है सो अब म फाइनल लुक देखाउँछु मेरो रुमको सबै सफा गरेँ त्यसपछि त्यही हो यो यहाँदेखि देखाउँछु ल यो रुम भयो ढोका भयो है ढोकादेखि यहाँ यो म सुत्ने बेड हो है यो चाहिँ अनि त्यसरी हेर्नु तार कति हो अनि यो यति भयो अनि यो भयो एउटा यहाँ अनि यो माथि नै झुन्डा है यहाँ अनि यति भयो अनि यहाँ यो त्यसपछि यो त सधैँ छ यो नि दिलले बनाएको होला यो अनि हाम्रो घरमा धरेर छ क्या अझ लुकेको छ धरेर चाहिँ टुप्पो भाँचेको छ धरेरको रान्छे देखाउँछु ल छेकेको हो तर धरेर चाहिँ यो चाहिँ फुलहरू सबै धेरै जस्तो रोज भन्दा नि सबै रोजै हो क्या एउटा दुईवटा अर्को फुल छ न सबै रोज हो यो चाहिँ होइन अब बेसरी मनपर्छ मलाई त्यही भएर राखेको यो पनि सबै दिलले बनाओ यो एउटा चाहिँ बहिनीले बनाओ यो पनि मैले बनाएको पेन्टिङ हो है हातको सो अब यहाँ यो चाहिँ के हो भने यो चाहिँ सबै दिदीको मेडल भयो है यो थर्ड मेडल भयो अनि ब्रोन्ज हो कि ब्रोन्ज के भन्छ यो मेडल अब त्यो मेडल भयो सेकेन्ड मेडल भयो यो फर्स्ट मेडल भयो अनि यो दिदीले खेलेको लास्ट गेम भयो होइन एजिकेएफको अनि अझ मैले बक्सिङको देखाउँछु भनेको थिएँ नि मेडल हो यो चाहिँ हो क्या फर्स्ट मेडल यस्तै हुन्छ क्या खुइलेपछि यो बक्सिङको भयो है सबैभन्दा ठुलो मेडल यो अनि यति चाहिँ गोल्ड मेडल हो अनि यति चाहिँ सिल्भर र ब्रोन्ज मेडल हो अनि त्यसपछि यो ट्रफी भयो अनि यो चाहिँ सन्ध्याको र मेरो भयो धेरै छैन मेरो नि यो लास्ट दिदीको गोल्ड भयो मेरो चाहिँ यो सिल्भर हो होइन अनि त्यसपछि अनि अब स्कुल अनि यता कलेज अनि यता करातेको गरेर यति छ मेरो चाहिँ अनि सन्ध्याको पनि छ प्लस होइन यो दिदीको भयो यो सर्टिफिकेटहरू अनि यति भयो मैले चाहिँ यसरी सजाएँ यहाँ बसेर पढ्ने अनि यहाँ बसेर अनि यो हेर्ने हो है फाइनल लुक चाहिँ यति नै हो गाइज है म अब एउटा फुलको सानीमा हो र अनि एउटा अब जे होस् मैले रोजहरू पाएको थिएँ कसरी बनाउँछु भन्ने सोचेको थिएँ त्यही अनुसार मैले लिएर आएर सुकाएको थिएँ होइन अब त्यसको फेरि म एउटा यस्तै फ्रेम बनाउँछु हो त्यो बनाएपछि म त्यसको पनि भ्लग हाल्छु तपाईँहरूलाई सो अहिले चाहिँ यति नै डोन्ट फर्गेट टु सब्सक्राइब धेरै माया दिनु होला होइन कमेन्ट सेयर लाइक गरिदिनु होला कस्तो लाग्यो भन्नु पनि होला है सो रुम चाहिँ यति नै हो बाई